पैसा चढाएर अरू केही सम्पत्ति केही नभइकन मेरा स्वर्गीय बुबा आमाको वैकुण्ठवास वैकुण्ठमा आनन्द पूर्वक बस्नु सक्छु भनेर कामना गर्दै दान प्रदान गरेको देख्दा वैकुण्ठवासी उहाँका पितृहरू आमाहरू बुवाहरू स्वर्गमा वैकुण्ठमा श्री नारायणका छेउमा बसेर खुसी व्यक्त गर्दै आफ्ना छोरी लक्ष्मी शिवाकोटीजी र सकल परिवारलाई आशीर्वाद सुख शान्ति समृद्धि सुशान्ति दीर्घायु घरमा धनधान्य नवग्रहहरू काम साउन सन्ततिको उज्जवल बनियो पितृले स्वर्गबाट आशीर्वाद लक्ष्मीजीलाई धेरै धन्यवाद छ यदि टाढा लामो दूरी पार गरेर आएर स्वर्गीय आमा बुबाको पितृ उद्धारको लागि वैकुण्ठमा आनन्दपूर्वक बसौँ भनेर स्मरण गर्दै दान प्रदान गरेको अनुसार दान प्रदान गरेको देख्दा हामी सबैलाई खुसी लागेको छ देउता दिने पितृ हरे भन्छन् पितृ खुसी भयो भने सफलता बनाइदिनुहुन्छ पितृ खुसी हुनु भएन भने देउताले दिएको पनि पितृले अर्पण दिए भनेर भनाइन्छ लक्ष्मी शिवकोटी अवलोकन भ्रमणको सिलसिलामा पोखराको जवाहरलालको यो किनारमा आइपुग्नु भएको छ मुक्तिनाथ दर्शन गरेर बलेश्वर बाबालाई दर्शन गरेर आमा बागलुक कालिकालाई दर्शन गरेर जवाहरलालको किनारमा हुँदै गरेको माता तान्द्राई देवीलाई इसके लिए पूरा सामाजिक बराबर के 700 आईसी लगेगा 700 आईसी लीजिए ग्रुप में व्यक्तिगत रूप में परिवार में हो सकता है कोई है तो आइए जो अगाडि का कुर्सीहरू असक्त नागरिकलाई भक्तजनलाई हाम्रा वरिष्ठ ज्येष्ठ सम्मान गर्नुपर्छ हामीले ज्येष्ठ नागरिकलाई उहाँको लागि कृपया यो वर्गीकरणमा पर्छ जस्तो लाग्यो भने बस्नु होला नत्र भने बसेर भक्तजनहरू सबैजना बस्नु होला है कृष्णाय वासुदेवाय हरय परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः श्री गोविन्द कृष्ण राम अच्युतम पनि आशीर्वाद देऊ प्रभु भन्ने कामना गर्छौँ सोहन थापाज्यू रसिँदै जानुहोला सोहनज्यू वैकुण्ठनाथ महाकाल इंडिया उड़ीसा जगन्नाथ जी आए हुए हमारा मेहमान कितना सुंदर नाम आरती हेर्नको लागि त कुनै पैसा चाहिँदैन टिकट काट्नु पनि पर्दैन यो पैसा उठाउन गरिएको जुटान पनि है देवीलाई आमालाई जन्मदिनलाई साथै शक्ति सामुराईलाई अर्पण गर्ने यो आरती हो बसेर आनन्दपूर्वक हेरेर जानुहोला यस कामना तम तम प्राप्त निश्चित जसले धेरै कामना गरेर यहाँ यो आरतीमा भक्तिभाव साथ हेऱ्यो निश्चित रूपमा श्रद्धाले अर्पण गर्नुभएको छ महाआरतीका साथै नानीहरू र सकल परिवारको कल्याण शान्ति समृद्धि आफ्नो घटित लैजान हुन अनुरोध गर्दछु नवीन चौधरी रूपन्देही सैना महिना धेरै सैना महिनाबाट आउनुभएको छ पोखरामा यहाँलाई हार्दिक स्वागत छ यहाँको बसाइ सुन्दर होस् सरल होस् सहज होस् आनन्दमय होस् यो पोखराको भ्रमण एउटा अविस्मरणीय सौभाग्यवश यहाँ आरतीमा आउनुभएको छ समय दुरीमा हुँदै लामो दूरी पार गरेर आरतीमा भगवतीले बनाएर त्यसरी नै दर्शन गरेर आऊ मेरो पनि यहाँ आरती हुँदैछ हेर बाबु भनेर आमाले तान्द्राई देवीले बोलाएर आउनुभएको अनुमन्त्रणा मिलेर आउनुभएको छ हार्दिक स्वागत छ यहाँलाई माता तान्द्राई देवीले आशीर्वाद दिनुहुन्छ कामना छौँ एक वेदान्तमा शिक्षा प्राप्त गरेर आचार्य उपाधि ग्रहण गरेर आउनुभएका
मण्डपमा आसीन भएर एउटा आह्वान गर्दै विराजमान गराउँदै हुनुहुन्छ यहाँले अन्तिम समयसम्म बसेर टिका प्रसाद आशीर्वाद दिएर जानुहोला यो सबैको आरती हो यहाँ आरती हेरेर जानुहोला शिवजीलाई अर्पण गरिने शिवताण्डवको पुस्तकका सामना यहाँ आरती हेरेर हे देवादिदेव आराध्यदेव आशुतोष भक्त भगवान् महादेव कसैलाई हानि नपुर्याइनुहोस् प्रभु भन्दै गरिने आरतीमा बस्नुहोला आमाबाट देवीबाट गौरीबाट आशीर्वाद दिन देवा খালি বউটাকে নে না ভালো লাগবে একটু বড় করে খালি বউ अब